अहिले हामी मिलन मोडमा छ। अहिले तपाईँलाई हामी एउटा ट्राइबल घर देखाउँछ, इन्डिपेन्डेन्ट हाउस 3 कट्ठामा बनिएको छ। यो हाइवे छेउमै छ। यहाँबाट लगभग हाइवे 4-5 वटा घर छोडेर हुन्छ। अन्त यो अहिले बाटो यहाँ बनिनेछ, यो बाटो पक्का हुन्छ हो। यो माटोहरू हालिरहेछ। प्रपर्टी चाहिँ यही हो, 3 कट्ठामा हो प्रपर्टी। टोटल बाउन्ड्री गरेको छ। अन्त अगाडि फ्रन्टमा पनि स्पेस छोडेको छ पार्किङको लागि। मुनि फ्लोर कम्प्लिट छ। 2टा फ्ल्याट बनेको छ मुनिपट्टि, माथिपट्टि यहाँ छप्पर हालेको छ, 2पट्टि हालेको छ माथि। अन्त प्लान यसको 2 स्टोरेज बिल्डिङको प्लान पास हो। ट्राइबल प्रपर्टी हो। हेर्नुहोस् यो छ। म भित्र एन्ट्री गरेर तपाईँलाई देखाउँछु। यहाँ स्पेस छ पार्किङको लागि, ठुलै स्पेस छ। 4-5 वटा गाडी आरामले यहाँ पार्किङ भइहाल्छ। अन्त आसपासमा घरहरू पनि छ। यहाँ यता घरहरू। अन्त यो चाहिँ यो फ्ल्याट हो। यतापट्टि फ्ल्याट छ। अन्त यहाँ स्पेस अलिकति छोडेको छ। यो घर चाहिँ 2017मा बनेको हो। यसमा कुनै ब्याङ्क लोनहरू केही पनि छैन। तपाईँहरू यसमा इजिली तपाईँहरू ब्याङ्क फाइनेन्स पनि गर्न सक्नुहुन्छ। प्रपर्टी यही हो। म भित्र रुमतिर एन्ट्रेन्स गर्छु। यहाँ एकपट्टि एउटा फ्ल्याट छ, यहाँ एकपट्टि एउटा फ्ल्याट छ। माने रेन्ट दिनु पनि मिल्छ। यहाँ टाइल्सहरू लगाएको छ। यो एउटा सिटिङ रुम। यहाँ एउटा रुम छ। ट्राइबल प्रपर्टी हो। এটা किचन। এটা टॉयलेट एंड बाथरूम छ। खोलेन त। अब तपाईलाई अर्कोपट्टि रुम देखाउँछु। यहाँ हल। यहाँ एउटा रुम छ। यहाँ किचन छ। यो किचन अझै युज गरेको छैन, अनयुज किचन छ। यहाँ एउटा बेड हालिरहेको छ किचनमै। यता टॉयलेट बाथरूम छ। तपाईँलाई म माथि देखाउँछु छप्परमा ट्याटिसमा। यहाँतिर टाइल्सहरू लगाएको छैन, मार्बल लगाएको छैन सिडीमा चाहिँ। माथिपट्टि तपाईँहरू आफ्नो स्टाइलले बनाउन सक्नुहुन्छ। यही हो। यता रुम निकाल्न सक्नुहुन्छ आरामले आफ्नो स्टाइलले। चारैतिर घरहरू छ। हाइवे को छेउमै छ प्रपर्टी हो।
अन्त यसको सिडी चाहिँ भित्रबाटै छ सिडी भित्रबाटै छ माथि जान्छु म यहाँ पनि छत हालेको छ यता चाहिँ हाफ छत हालेको छ ठिक छ यही हो प्रपर्टी हाइवे हेर्नु समय छ अलिक जुम गरेर देखाइदिन्छु हाइवे कोही गाडी आएको छैन अहिलेसम्म गाडी आउँछ होला यहाँ स्कुटीहरू बाइकहरू हिँड्दैछ टोटोहरू कुद्दैछ ठिक छ हाइवे त्यही हो एकदम वकेबल डिस्टेन्समा छ हाइवे एउटा दुईवटा तिनवटा चारवटा प्रपर्टी छोडेर चाहिँ हाइवे पर्छ यही हो हेर्नुहोस् म यसको प्राइस मेन्सन गरिदिन्छु डिस्क्रिप्सन बक्समा तपाईँहरू लिनुहुन्छ भने भिजिट गर्नुहोस् अन्त जो प्राइस मेन्सन गरेको हुन्छु त्यसमा अलिअलि घटबड मात्रै हुन्छ बेसी घटबड हुँदैन हो तपाईँहरू प्राइस तपाईँ हेर्नु सक्नुहुन्छ कति प्राइस छ 3 कट्ठा जमिन हो 2 स्टोरेज बिल्डिङ प्लान पास हो होइन छतहरू सबै यता हालेको छ सबै मतलब आदिहरू गत्नी गरेको छ यता तपाईँहरू आफ्नो स्टाइलले पनि रुमहरू निकाल्नु सक्नुहुन्छ हुन्छ धन्यवाद